उहाँ केही छुटो कि भनेर अघिदेखि लागिरहनु भएको छ। त्यस्तो केही छुटेन होला। ल सबभन्दा बढी त्यही छुट्या छ तपाईँको। ल अब सुरुमा आउँदाखेरि अर्कै फिलिङ भइरहेको थियो, तर जाँदाखेरि चाहिँ ह्याप्पी भएर गए जस्तो जान ला जस्तो भइरहेछ। ठिक छ, ओके, केही छैन। सिक्नुपर्ने कुराहरू मजाले दामी नै सिकियो भन्ने चाहिँ लागिरहेछ। के छ दाजु, अब हामी जाँदैछौँ होइन। उहाँ दाइ पनि एकदमै स्पेसल अनि ह्यान्डसम अनि एकदम स्विट। अब त्यहीँ बस्नुपर्छ होला विमानस्थलतिर अलिक धेरै समयसम्म है। को पनि जाने, को जाने हो? हाम्रो यो चाहिँ एकदमै यो भक्तपुर गेस्ट हाउस एकदमै स्पेसल ठाउँ थियो है हाम्रो लागि। अनि हामीले चाहिँ त्यहाँ यहाँभित्र प्रोग्राम गऱ्यौँ। अनि त्यसपछि हाम्रो खानको लागि चाहिँ यो एकदमै स्पेसल थियो सायद है। अनि यो चाहिँ कुर्सीहरू अनि यताउता बस्ने होला, अनि त्यो खानासानाको एकदम स्पेसल। हामी यहाँदेखि प्रोग्रामभित्र छिर्थ्यौँ होइन। अनि त्यसपछि यसको पछाडिको ब्याकग्राउन्ड चाहिँ एकदमै राम्रो छ। पछाडि फुटबलहरू खेल्न पाउँछ, भलिबल फुटबल। त्यसपछि टिटीहरू खेलको लागि उहाँ गर्लफ्रेन्ड डटालाई फोन गर्दै हुनुहुन्छ। डटालाई फोन गर्दै हुनुहुन्छ उहाँ अझै पनि। अनि यहाँ खेलको लागि मैले पनि खेल्न सिकेँ है। मलाई खेल्नै आउँथेन, मलाई यो उमेरसम्म आउँथेन, बट मैले दाइसँग गराएर दाइले मलाई सिकाइदिनु भयो। यहाँको वातावरण चाहिँ मलाई एकदम फ्रेस लाग्यो है। अनि वातावरण चाहिँ एकदम फ्रेस छ यहाँको होइन। यो दुबो सुबो अनि यहाँदेखि अलिक भ्यूहरू पनि देखिन्छ राम्रो खालको। अनि यो चाहिँ हाम्रो यो अलिक चौर जस्तो पनि छ। हामीले यहाँ फोटोहरू पनि खिचेका थियौँ होइन। अनि यो पछाडिबाट चाहिँ हाम्रो गेस्ट हाउसको पछाडिको स्ट्रक्चर चाहिँ यस्तो देखिन्छ, यस्तो दामी जस्तो होइन, एकदम राम्रो छ। जोस् ठिक छ, ओके, कन्टिन्यू गर्दै गरौँ है। कहाँ पुग्ने तिमी? म यो त्यो हामी त्यो बाइक र त्यो के भन्छ त्यो ट्याक्सीलाई बनाउँदैछौँ। अनि हामीलाई लग्ने यहाँ आउँछ कि याङ्गो भन्ने एउटा एप हुँदो रहेछ, मलाई पनि थाहा थिएन। अनि यो याङ्गोबाट चाहिँ हामी बोलाउने रहेछौँ क्या होइन। ल गाइजहरू हामी निस्किसकेका छौँ है। अनि हाम्रो यहाँदेखि चाहिँ यस्तो भ्यू देखिन्छ क्या काठमाडौँको है, उतैसम्म देखिन्छ। हामी जानुपर्ने उतै छ। अनि अहिले चाहिँ हामी निस्किँदैछौँ। अनि यो चौर छ दुबो होइन, बस्ने खालको एकदमै वातावरण एकदम स्विट, एकदम राम्रो छ क्या यहाँको है। बाई ओके, थ्याङ्क यू। ल तपाईँलाई नै मैले मिस गर्छु। के गर्छु झन् दिदी हुन्छ एकदम मलाई राम्रो लाग्यो, खुसी लाग्यो दिदी। हाम्रो एउटै फ्याकल्टी है लको, अनि सँगै पढ्ने भएको कारणले गर्दा पनि ठिकै लाग्यो, राम्रै लाग्यो दिदी। अनि जस सुरुमा चाहिँ दाइसँग केही सम्बन्धै थिएन, पछि बिस्तारै कस्तो माया बढेको होइन। 81 भएन र भने झ्याउ भइरहेको थियो। ओ केटा के छ? ओइ सन्जय सर ल हामी चाहिँ यो मेन रोड आइसकेका छौँ। खासमा यहाँ मान्छेहरू चाहिँ हिँड्ने रहेनछन् होइन। अब सबै आफ्नो कामले अनि त्यहाँबाट यो ट्याक्सीहरूमा अनि बाइकहरूले नै जाँदो रहेछन्। मान्छेहरू चाहिँ खासै हिँडेको देखिँदैन क्या, खासै छैनन्। मैले बोलाएको मान्छे चाहिँ आइसकेका छन्। अनि अब चाहिँ म बाइकमा यहाँदेखि एयरपोर्टसम्म जान्छु होला। त्यसपछि चाहिँ मेरो फ्लाइट छ अनि जान्छु होला है। अब दाइ ल दाइ राम्रोसँग जानुलाई है, बस्नुलाई फोन कन्ट्याक्ट गरिदिनु होइन। ओके ल दाइ बाई। ल फाइनली म चाहिँ बाइकमा बसिसकेको छु। कति टाइम लाग्छ? एयरपोर्ट
बुद्ध एयरको फ्लाइट हो मेरो चाहिँ। म एयरपोर्टमा छु। एयरपोर्टमा 2 घन्टा बस्नु छ मलाई है त। कसरी बस्छु होला 2 घन्टा एक्लै। भित्रदेखि चाहिँ जाने होला सायद है। म एकछिनमा चाहिँ उनीहरूलाई सोध्छु है म के भन्छन्, कहाँ हो जाने, कताबाट जाने हो, कसरी जाने भनेर सोध्नु पर्ला। अनि त्यसपछि चाहिँ निस्किनु पर्ला है। एक्लै भयो भने चाहिँ अलि त्यस्तो फिलिङ आउँदैन जति गुरुङमा हुन्छ। मान्छेहरू यहाँ बस्ने रहेछन् आधा। मैले त यहीँदेखि नै बुकिङ पास गरेर भित्र जानुपर्छ जस्तो सोचिरहेको थिएँ, तर रहेन छ भित्र गएर रहेछ क्या। ल यो चाहिँ एकदमै फ्रेस ठाउँ छ, एकदम खतरा रहेछ, डेन्जर लागिरहेको छ मलाई। डेन्जर रहेछ। ल म चाहिँ सुर्खेततिर लागिसकेको छु। अब एकछिनमा चाहिँ प्लेन गाडीमा सुर्खेत है गाडीहरू छन्, यो बुद्ध एयरको गाडी। अनि गाडीमा चढेर म प्लेन नजिक चाहिँ लाग्छ होला। ओके हाम्रो त्यो भन्ने बित्तिकै 10 मिनेट पछि जानु नि। फेरि ल फाइनल्ली हाम्रो प्लेन अब यसमा चढेर जाने हो है। ओके ल अब चाहिँ हामी जाँदैछौँ है त। ओके कसरी उड्छ होला क्या। ओ माय गॉड। नमस्कार। लेट्स सी मेरो चाहिँ 8G छ है। यो चाहिँ नम्बर हुन्छ अनि यो नम्बरमै हेर्ने हो। Credits to support.
होला प्लेन चाहिँ लगिसकेको छ है अनि गरिरहेको छ नि दाजु ल फाइनल्ली सुर्खेत टावर त राउन्ड भइसकेको छ फ्लाइट चाहिँ प्लेन यस्तो दामी छ होइन यहाँबाट सबको दृश्य प्लेनको दृश्य ओके अब चाहिँ हामी म निस्किन्छु म एक्लै छु है निस्किन्छु केटाहरू आछन् अरे अगाडि ओके केटाहरू चाहिँ अगाडि आएर बसेका छन् दुईजना अनि म एक्साइटेड छु एकदमै तिनीहरूलाई भेट्नलाई अनि यहाँ आफूलाई पनि चिनाउनलाई एकदम बसेका छन् दुईजना केटाहरू किता बस्नुपर्छ र आउन मिल्दैन होला ल फाइनल्ली होइन फाइनल्ली आयो प्लेन चढेर आएछ केटो प्लेन चढेर कोही छैन म एक्लै आएको प्लेन